हेलो फ्रेन्ड्स, स्वागत छ हजुरहरूलाई मेरो मिनी डेली भ्लगमा है। सो म अनिता चौधरी र उहाँ हुनुहुन्छ मेरो मम्मी र उहाँ बिहानै उठ्नुहुन्छ र तातो पानीमा सातो लिँदै खानुहुन्छ है। उहाँको चिया चाहिँ उहाँले मान्नुहुन्छ कि र बिहान लगाइ लिटर जति पानी खानुहुन्छ हजुरसँग, अनि त्यति खाइसकेर मसँग गफ गर्दै मलाई सघाउँदै गर्नुहुन्छ कि बिहानै। अनि म चाहिँ अनि मम्मीलाई हतार बिहान उठेर खाना पकाइदिने गर्छु है। र आज मेरो भान्सामा चाहिँ चना आलु पाकेको छ निकै दिनपछि, अनि त्यति सब्जी पकाइसकेर भातमा सिटी पनि लागिसकेको थियो र त्यो हतार अब तातो त हर्लिक्समा हाल्नु पऱ्यो, किनभने मोमो त खाएर जानुहुन्छ अनि हामी चाहिँ लेट अलिकति खाने गर्छौँ कि। त्यही भएर म खाना सब्जीहरू सबै म हर्लिक्समा प्याक गरेर राखिदिइराख्छु कि ढिलो भइसकेपछि जाडोमा त्यसो लगाइसक्छ नि त। अनि त्यति गरिसकेर अनि साग पकाउनतर्फ लागेँ। अनि मेरो घरमा चाहिँ एभ्रिडे बिहान बेलुका साग चाहिँ हुन्छ नै है, चाहे त्यो जेसुकैको साग हो, रायोको होस्, बेथुको होस्, चाहे चम्चुर पालङ सुप होस्, साग चाहिँ चाहियो कि। मेरो घरमा चाहिँ सबैजनाको फेभरेट चाहिँ साग हो। त्यो छाकेपछि साग खायो भने अनि अगाउँदैन बुझ्दैन। मैले खाना रेडी गरिसकेर पकाइसकेँ अनि आफ्नो रुम सफा गर्नतर्फ लागेँ। र उता मोमो चाहिँ खाना खाएर जानुभयो कामतिर, अनि म चाहिँ अनि मैले चिया खाएको थिइनँ र चिया खाँदै एकछिन ल्यापटप चलाउँदै गरेँ। र त्यति खाइसकेर भाँडा पनि टन्नै मोल्नु थियो र हतार भाँडा पनि मोलमाल गरेँ, किनभने अब यति भाँडा मोल्सकेपछि सहज हुन्छ नि त। लास्ट टाइममा मलाई एकछिनमा फेरि क्लास जानु हतार भइरहेको हुन्छ कि सरले स्क्रिप्ट लेख्नु भनेर झन् एसाइनमेन्ट दिनुभएको छ र त्यही भएर आज झन् थोरै हतार भयो मलाई। अनि भाँडाहरू मोलिसकेर अनि म एकछिन स्क्रिप्ट लेख्नतर्फ लागेँ। अनि त्यति कम्प्लिट गरिसकेर अनि हतार खाना खाएँ कि, किनभने क्लास जानु पनि ढिलो हुन्छ कहिले जाम कहिले के है। अनि मुखहरू धोएँ अनि सनस्क्रिन लगाएँ मैले, अनि त्यति लगाइसकेर म क्लासतर्फ रेडी भएर गएँ। अनि क्लास पुगिसकेर 1-1.5 घन्टा त्यहाँ पनि समय बिताएँ, क्लास एटेन्ड गरेँ। गरिसकेर अनि बहिनी बाहिर आएकी थिइन् है, आज एकछिन घुम्न जाऊँ भनेर ओके भनेर म पनि ऊ सँगसँगै गएँ। र 3 किलो पुग्दा त एकदम भिड थियो कि, म त के को मेला हो कि के भिड छ भने त क्रिकेट पो देखाइरहेको रहेछ कि त्यहाँ क्रिकेट गेमको। अनि हामीलाई चाहिँ त्यति खासै भिड मन पर्दैन र एकछिन हेर्ने बित्तिकै त्यहाँबाट हामी निक्ल्यौँ र घरतर्फ लाग्यो। घर पुगिसकेर मैले समोसा किनेर ब्यागमा राखेको थिएँ। अनि बहिनीले आज खान्छु लिएर आइदिन भनेको थियो र मैले त्यो ल्याइदिएँ। अनि चिया र समोसा खाएर म चाहिँ जिम पुगेँ र जिम पुगिसकेर आज मेरो चेस्ट र बाइसेप ट्राइसेप बाँकी थियो र त्यो पनि कम्प्लिट गरेँ। र कम्प्लिट गरिसकेर म घर आएँ। बहिनीले चाहिँ मेरो लागि हटकेसमा सुप बनाएर राख्दै रहेछ। आज मसरुम र भेजिटेबल सुप थियो। सो आज मेरो रातको डिनर यही हो फ्रेन्ड। सो टेक केयर, गुड बाई।